गाइज वेलकम ब्याक टु माई न्यू मिनी व्लग। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ अब यस्तो बोसो घटाउनु पऱ्यो भनेर धेरै मोटाएँ नि त, अब अलि बोसो घटाउनु पऱ्यो भनेर म एक्सर्साइज गरिरहेको थिएँ कि उहाँ चाहिँ जोत्दै हुनुहुन्थ्यो। अब यहाँ हल्दी लाउने भनेर उहाँ चाहिँ जोत्दै हुनुहुन्थ्यो। अनि चाहिँ अब एक्सर्साइज कति गर्नु भने म गएँ साग टिप। हरियो परियो साग खाऊँ, एकदम तन्दुरुस्त बनाऊँ। अनि पछि मैले चाहिँ साग टिपेँ। अब साग खानुपर्छ नि त, अलि मोटाइन्छ अब नै घटाइन्छ। अब म एक्सर्साइज गरेर थिएँ नि त। अनि त्यसपछि चाहिँ अनि आमा चाहिँ अब गाईको लागि चाउमिन सङ्कलन गर्दै हुनुहुन्थ्यो नि त। अब यो चाउमिन लगेर गाईलाई हाल्ने। अनि त्यसपछि चाहिँ अब म चाहिँ साग लिएर गएँ। म चाहिँ पानी प्यास जस्तो लागेको थियो नि त। अब साग गरेँ नि त, साग ल्याएर आएँ घाममा। अनि पछि चाहिँ अब काम केही नपाएँ भने झ्याउ लाग्यो भने त अब के गर्नु, एउटा बिरालो हेर्दै बसेको थियो नि त। अब के गर्नु, झ्याउ लाग्यो भने काम नभयो भने के गर्नु त। बिरालो हेऱ्यो, बिरालोलाई जिस्कायो, बिरालोले जिस्केको हेऱ्यो होइन। अब हेर्नु न, यो बिरालो त बाघ जस्तो हुन्छ अरे। अनि त यो बाघ जस्तो छैन, तर धेरै अल्छी बिरालो छ। यसले चाहिँ मुसा पनि मार्दैन, धेरै हरामी बिरालो हो कि, मुसा मार्ने पो बिरालो होइन र। बिरालोले जिस्काउँदै अनि यस्तो पोज दिएर म पनि बिदा भएँ। बाई बाई गाइज।